जोरदार ताली कृपया। लगाइन्छ यो हेर्दा ब्रेक छैन होइन जेनी गर्दिन्छु मर्ने निभा अहिले मर्दिन्छु गराउने नि मरेपछि गराउने नि गरचुरा लगाउने नि हुन्छ मान नै नमान बिन्दिन किन्देउना फटफटे किन्देउना फटफटे किन्देउना फटफटे किन्देउना फटफटे
नमस्ते मेरो पाइट अलि झर्न लागेछ हेर नि भाइ कसरी बोलिरहेको नमस्कार गर्न चाहन्छु यहाँ पाल्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा मेरा सम्पूर्ण श्रीमतीहरूलाई नमस्कार गर्न चाहन्छु श्रीमती भन्न पाएको छैन यहाँनिर कसरी आँखा जुदाइहालिएर ल म यहाँ आँखा नजिदाउ न मेरो यतापट्टि ल परिसकेको छ के हो हेर ल परिसकेको छ भनेको मख भइरहेको छ ल म यहाँ मख पर्नु पर्दैन क्या तिमीसँग त लप मात्रै पर्या हो नि बिहे त म यताबाट गर्छु नि ठिकै छ पाइन्छ जहाँ जोसँग बिहे गरे पनि जोसँग लभ गरे पनि जोसँग आँखा जुदाए नि मलाई आँखा जुदाउनेतर्फ अलिकति भन्न मन पर्यो श्रीमती भन्ने बित्तिकै यहाँनिरबाट आँखा जुत्ला जस्तो छ जुदिसकेको छ है श्रीमती भन्ने बित्तिकै यहाँनिरबाट आँखा जुत्ला जस्तो छ यो कुरो थाहा पाइहाले भने उसका दाइले टोबा गुट्ला जस्तो छ हेर्नुहोस् है श्रीमती भन्ने बित्तिकै यहाँनिरबाट आँखा जुत्ला जस्तो छ यो कुरो थाहा पाइहाले भने उसका दाइले टोबा गुट्ला जस्तो छ मान्छे त राम्री नै हुन् बिचारी अलिकति मोटी रहेछ पाइप लगाएको त पछाडिपट्टि फुट्ला जस्तो छ ठिकै छ यो पाइपको विषयवस्तु आयो मलाई आज भर्खरै जानुभयो हाम्रो दावासे बधाई जानुभयो लिन अनि हाम्रो तेजी भाइले लिन भनेर हाम्रो विशेष गरी यहाँ एएनएटी होटलमा है सधैँभरि यस्तो कार्यक्रमहरू हुन्छ हाम्रो लोकदोरी प्रसाद कमेडी नृत्य एकल प्रस्तुति हुन्छ त्यसको बावजुद उहाँले बोलाइदिनु भयो आज लिन जानुभएको थियो दुबईको सहरमा भर्खर आएको नयाँ मान्छे 8 दिन मात्रै भएको आयो अब गाउँबाट आएको सहरमा यति राम्रा तरुणी देखियो अस्ति हेर्नुहोस् है यति राम्री तरुणी थिए सर्लक्कै शरीर फिटिङ थियो टाइट पाइन्ट लगाएको थियो हेर्नु अनि म बोल्न गएको थिएँ म यहाँ कस्ती रहेछ हेर्नु है ठुलीले लाउनु पर्ने पाइन्ट र सानीले लाउनु पर्ने जामा रहेछ यस्तो शरीर सिलिम शरीर अनि टाइट पाइन्ट लगाएर हिँडेकी मैया भनेर बोलाएको त दुईवटी छोरीको आमा रहेछ आमासँग बोल्न पुग्या रहेछ मुरली है ठिकै छ बोल्न हुन्छ हाँस्न हुन्छ अरू चिज गर्न हुन्न है फेरि ल मेरो लागि एकचोटि प्लिज एकचोटि ताली बजाइदिनुहोस्